नमस्कार दिदीबहिनी तथा भोकाएका दाजुभाइहरू। स्वागत छ तपाईँहरूलाई म मास्टर सेफको किचनमा, जहाँ ग्यास बाल्नुभन्दा पहिले भोक बोल्छ। आज हामी बनाउँदैछौँ नुडल्स, तर साधारण होइन, यो जे घरमा भेटिन्छ त्यही हाल। यहाँ छ आलु, जसले भन्छ म तरकारी हुँ, तर नुडल्समा भिआइपी गेस्ट। टमाटर, जसले रङ मात्र होइन ड्रामा पनि ल्याउँछ। अनि प्याज काट्दा आँसु आउँछ, तर खाँदा एकदमै खुसी। अब आयो बन्दाकोपी र रायोको साग, घरको तरकारी नुडल्सको भने बडीगार्ड। धनियाँ त यस्तो थोरै हाल्दा पनि फोटोमा हिरो भन्छ। अब हाल्दैछौँ तेल। तेल यस्तो हाल्नुहोस् कि नुडल्सले पनि भन्दोस् आज त मलाई पार्टी छ। सब्जी फ्राई गर्दा यस्तो आवाज आउनुपर्छ, छ्या छ्या। नआए मतलब ग्यास र तपाईँ दुवै स्लिपिङ मोडमा हुनुहुन्छ। जब भेट हुन्छ टमाटर र प्याजको, एउटा चाहिँ रुवाउँछ अनि अर्को चाहिँ छेपाराले चाहिँ रङ फेर्छ। पुसमा बिहान बिहानै लाग्ने शीतको लहरा चाहिँ उम्लेर तयार भयो नुडल्स। टमाटर अनि प्याज दुइटैको अन्त्य भइसके पछाडि हालिदिनुहोस् केही दाना प्रोटिन, अनि त्यसमा मिक्स गरिदिनुहोस् केही फ्याट, मोटोपना बढाउने एनर्जी। सेतो भापसँग तयार भयो फ्राई पेटको भिटामिन। पहिलो भिसा लगाइदिएर बनाइदिनुहोस् कलरफुल। रङ बिनाको जिन्दगीमा कोही आएर जिन्दगी रङ्गाए जस्तै पहिलो। नुडल्स पाकेर रेडी भएपछि त्यसलाई निकालिदिनुहोस् अनि एउटा सफा भाँडामा पानी थापेर त्यसमा लगेर नुहाइदिनुहोस्। प्रोटिन, भिटामिन, आँसु, खुसी, कलर सबैको मिक्स म्याक्स पछाडि काटेर राखेको बन्दा र रायोलाई पनि फटफट पारेर फुटिदिनुहोस्। अनि अब यो तयार भयो लभ म्यारेज गर्नलाई। कोसँग? नुडल्ससँग। अब भेजिटेबल्स अनि नुडल्सको लभ म्यारेज गरिदिउँ है त। थोरै तेल हाल्नुहोस् अनि बोइल गरेर राखेको नुडल्सलाई तेलमा हालेर मजाले झ्याङ पारेर उल्टाइ पल्टाइ गरेर एकछिन चलाउनुहोस्। त्यस पछाडि हालिदिनुहोस् थोरै कलर, हल्दीको कलर। मेहन्दी पनि त गर्नु पर्यो नि बिहे अगाडि। अनि त्यस पछाडि त्यसमा थोरै नमक पनि हालिदिनुहोस् स्वाद अनुसार। सेतो पनि त बनाउनु पर्यो नि, कालो भयो भनेदेखि कसलाई मनपर्छ त कालो होइन, अनि उज्यालो वाउ त देखिन पर्यो नि त, नि वाउ देखिने गरी बनाइदिनुहोस्। अनि त्यसलाई पर मजाले उल्टाइ पल्टाइ मजाले मिचेक मुचुक पारिवरी मजाले त्यसलाई मिक्स गरिदिनुहोस्। त्यस पछाडि अनि यो हो सबैभन्दा खतरनाक चिज, नुडल्स मसाला। यसले नुडल्सलाई नुडल्सबाट ओहो बनाउँछ। अनि यो धनियाँले स्वाद मात्रै होइन फोटो पनि वाउ देखाउँछ। सबै कुरालाई राम्ररी मिक्स गर्नुहोस्, जसरी जिन्दगीका समस्या मिक्स हुन्छन्, तर फरक यति हो यो मिक्स गरेपछि खुसी मिल्छ अनि जिन्दगीमा समस्या मिक्स भए आँसु।
अब तयार भयो हाम्रो पावरफुल पेटभरिको खुसी। खाने बेलामा मोबाइल साइडमा राख्नुहोस्, नत्र पावरफुल चाहिँ चिसो हुनसक्छ अनि पेटको भोक चाहिँ उम्लिँदै गरेको पानीभन्दा पनि हट हुनसक्छ। थ्याङ्क यू फर द वाचिङ भिडियो।